हेलो अनि नमस्ते। आज धेरै पछि भिडियो बनाउने मुड चल्यो क्या, त्यही भएर यहाँ चाहिँ हाम्रो फिसिङ गर्न आएको अवस्था है। हामी चाहिँ भ्यू हेर्न सक्नुहुन्छ, पछाडि बवाल छ। यो चाहिँ यता पछाडिबाट आएको हामी चाहिँ। अनि यहाँबाट रुमबाट यहाँ 5-10 मिनटको डिस्टेन्समा मात्रै हो। हामी चाहिँ माछा मार्न आएको। उहाँ माछा थापिरहेको छ बोल्सी। अनि यहाँ खतरा छ भ्यू चाहिँ, हावा इन्जोय चलेछ यसो। अनि अहिले कति बज्यो, 3-4 बज्यो होला सायद। बवाल छ यो चाहिँ, खतरा छ। अनि उहाँ चाहिँ निर्भय गुरुङ, उता वरियर एफसीको जर्सी सहित। अनि यहाँ चाहिँ कबिन है, कबिन। हावा चाहिँ डेन्जर छ, डेन्जर हावा छ। म भ्यू देखाउँछु है त। त्यो चाहिँ फ्याक्ट्री हो, के को फ्याक्ट्री हो। अनि फ्याक्ट्रीबाट उहाँ चाहिँ गाडी छ हाम्रो, त्यहाँबाट यता छौँ हामी। यस्तो खतरा हावा चलेछ यार। अनि यहाँ छ यस्तो भ्यू है, खतरा छ। माछा अहिलेसम्म परेको छैन, हान्न सुरु भयो। अब लेट्स गो। राम्रो प्रहार हो क्या, यस्तो छ ठाउँ है। फर्स्ट माछा परेको अवस्था है। कता गयो माछा? यहाँ रहेछ, दामी। थाहै नपाउने गरेर परिरहेछ कि फेरि, दामी। एकछिनै म यसलाई जुम गरेर देखाउँछु। ड्यास बबाल। यो चाहिँ हावाबाट इलेक्ट्रिसिटी निकाल्ने क्या होइन, टक्क डेन्जर घुम्नेवाला है। यहाँ रहेछ क्या, र जुफे साइडतिर छ। यो अमेरिकन क्याम्पतिर हुन्छ प्राय। बवाल छ है। यस्तो बवाल। ओए माछा चल्दैछ है। फेरि परेको अवस्था छ है यहाँ। सेम साइज, सेम। कस्तो यो वाला मिठो हुन्छ क्या है, खाना मिठो हुन्छ क्या यो वाला। खतरा छ क्या, यस्तो छ है। फेरि परेको अवस्था है। ल है लुङ्गारु। फेरि पनि पर्यो। दुईटा आयो माछा, दुईटा आएर त दामी भयो। खतरा यार। सही यतिको माछा पर्यो नि त। अनि भइगयो नि अहिले कति 15 मिनटभित्र 3-4वटा। ओके, म बाल्टिन लिन गएको अब है। म अब माछा धेरै पर्ला जस्तो लाग्यो, त्यही भएर। यस्तो दामी छ माछा। ल म प्लास्टिक नै खोल्छु अब। ल किन फेत्र गर्छ हौ तिमी? यस्तो पो भयो त यहाँ त। फेरि पनि एउटै साइजको परेको अवस्था है। बवाल परिरहेछ। अलि जस्ट चट्टको दामी परिरहेछ क्या है। त्यस्तो उस पनि छैन क्या, सानो पनि छैन क्या। एकछिनै गयो नि ढक्कन हल्लाएर आउँदो रहेछ यार है। त्यो झटझट नतान्ने कि है। फेरि दामी मिठो हुन्छ यो माछा। एउटै साइजको परिरहेछ सबै। सनसेट भ्यू है यो। बबाल देखेछ यस्तो खतरा देखेछ है सनसेट भ्यू। अझ यतातिर हुनुपर्ने कि भल देखिन्थ्यो। गाडी यहाँ छ, भाइब्स खतरा छ।
यस्तो छ यता समुद्र छ यता। गर्दा नभन्छ